What's up YouTube? Welcome back to my channel. So आज हामी नयाँ भिडियोमा रिएक्ट गर्न गएको छ। त्यो चाहिँ कुन भिडियो भन्दा 101 भाइन्सको भिडियो छ। सो लेट्स सी के छ हैन भिडियो ल। सो गाइज यो हाम्रो फर्स्ट भिडियो मतलब फर्स्टको भिडियो के अप्सन फर्स्टको भिडियो यो चाहिँ भिडियोको नाम चाहिँ के भन्दा झोले खाने चिकडालाई झोले भन्ने अब हैन के भन्नु अब। सो लेट्स सी भिडियो है त। गुजबम्स आएछ यार श्रृङ्गी हुन्छ त एकछिन त। गाइस मलाई त नेपाली मुभीको हुन्छ नि त्यो फाइटिङ पुलिस सिन हुन्छ नि त्यो याद आएर चाहिँ क्या त्यो भिडियो थियो अरे त्यस म भिडियो चाहिँ खतरा बनाएको छ दाइले दियोस्। सर सर यो त मरे जस्तो छ, यसको त सास पनि चलिरहेको छ नि सर। सर यसले भित्तामा के लेखेको जस्तो छ। झोले तिला छ भित्तामा गाइस हेराइदिएन झोले छ नि त झोले सायद यार म झोले पो रहेछ त यार के हो यार मैले पछाडि हेरेँ नि त गाइस त्यही भएर अगाडि छिकेको थियो क्या म झोले रे। रोबोट्स इंसानों के बहुत अच्छे दोस्त होते हैं। डोरेमोन यार फेभरेट कार्टुन थियो यार के गर्नु हेर्दिन अहिले पहिला बच्चामा। हाँ डोरेमोन, अगर कोई जरूरतमंद इंसान दिखे तो मैं जाकर उसकी मदद करूंगा। सबैलाई चाहिँ कसले घिस खान्छ क्या यार दाइ के गरे क्या यस्तो। सुन न सोसियल मिडिया किन नचलेको झन् गाउँमा आमासँग भिडियो कल गरौँला भनेको के पनि चलेको छैन। खास कुरो चाहिँ के रहेछ तिमी धेरै जान्ने हुनु नखोज, टिभी हेरेर बस। नेताजीले जे गर्नुहुन्छ हामी सबै राम्रोको लागि गर्नुहुन्छ। राम्रोको नाममा के भइरहेको छ त्यो पनि त हेर्नु पर्यो नि। पैसा छैन होला क्या नेटमा आए के पैसा छैन नेटमा त्यो नचल्यो भने त्यो टिभी हेऱ्यो भने खोइ त यहाँबाट सोचे को छ यहाँ खोइ कहिले कुन कुरा कहिले कुन कुरा यो कुन कुरा हो फेरि। म यहाँ बस्नुपर्ने मान्छे बाहिर जानुपर्ने मान्छे कोडा धाएर बस्नु म अब अझ खाना खाने होला अझ 2 घन्टा 3 घन्टा ब्रेक लिने होला यिनीहरूले के हो पारा यस्तो यो पारा सारा भन्ने कुरा त्यसले हेर्नुहोस् साउनी अब छोडेर पार्टी हान्न चाहिँ यार दुई थपाउँ त जाने बेला भयो नि तपाईँको बल्लको 12 बज्दैछ 2 बजीतिर यसो खाजासाजा खाएर जानु पर्यो। त्यही पनि कोन्सा उनीहरूको नोकर बसेहरूमा टाइममा पुग्नलाई कति नै बजेट खाइदियो जस्तो। ए साँच्ची यो फेसबुकको कुरो के हो बिहान स्यान भन्छन् तरुणीहरू अलिअलि नाचेको हेर्नु पाइन्छ त्यो पनि छैन।
मन्त्रीज्यूले जे गर्नुहुन्छ सबैको राम्रोको लागि गर्नुहुन्छ देशलाई कर यो डाइरेक्ट चाहिँ कति हाने यार जे गर्नुहुन्छ मन्त्रीजीले राम्रोको लागि गर्नुहुन्छ अरे यार गर्नु परेन देशलाई कर नबुझाइकन कहाँ देश विकास हुन्छ कर बुझाएर चाहिँ कहिले चाहिँ विकास भएको छ र मन्त्रीज्यूलाई भेट्नुभयो भनेपछि मेरो टिकटको पनि त कुरा गर्नु होला नि होइन अब कुरा त मैले गरिदिएको छु मेरो पनि कुरा हुँदैछ म भन्छु तिमीलाई अनि त्यो रामपुरको रोडको बारेमा कुरा गर्नु भयो होला नि त साउनी फिल्टा छोइलानी गर्नु जति खाइ नपुग्ने है तपाईँलाई ए सर म यहाँ अब न्यु इयर रेजुलेसन बनाएर यहाँ हेर्नु त जिम सिम जाने भइसक्यो यहाँ डाइटमा बसिसकेँ जिम गएको छ जिउ त देख्दिनँ त म खोइ के गरेँ खोइ जिम गरेर हुन्छ चिरोट खाएर चाहिँ के भन्दा अब यस्तो कुरा गर्नु म एउटा मान्छेको नाम लेखिदिन्छु नम्बर लेखिदिन्छु एउटा पेपर दिनु न रुटिन बनाएर रुटिनै च्यातेर दिएँ के भयो काम थियो भाइ हावा हो क्या त्यो गफ मात्र क्या बढी के गर्ने होइन अब टिकट त तपाईँलाई भन्दा पनि मलाई आउँछ जस्तो योपालि तर केही छैन मलाई आयो भने सबै टेन्डर तपाईँलाई त हुन्छ नि ल यो नम्बर भयो तपाईँ चिन्ता नगर्नु न म ठाउँमा गयो भने तपाईँलाई हेरिहाल्छु नि अरू त त्यस्तै हो हेर्नु यो अहिले के ट्रेन्ड श्रेन्ड चले अरे करप्सन सरप्सन के हो चर्किन्छ कि के हो चर्किहाल्यो भने त पैसा सुरु तपाईँ पर्नुहुन्छ होला हौ सचिवज्यू यो यसले केही लसार बाटो लाउँदैन यो सबै हावा हो हावा त होला हेर्नु तर कहिलेकाहीँ हावा पनि आधी भनेर आउँछ नि डर लाए मलाई होइन फेरि त्यो अगाडि दाइलाई मलाई ए सर ल थ्याङ्क यू है ए के को गाई भयो काम सक्नु मन छ कि नै चुटोला आएर लाइनमा बस्नु ल पालो पालो आउनु सबैजना लाइनमा बसेर है त लाइनमा बसेन भने तेरो काम हुँदैन बाबु अफिसको दादा ल पालो पालो यो हुँदैन हुँदैन के बोल्यो त्यहाँ ऊ त्यहाँ अब सिक्नुपर्छ है पुरानो गल्तीहरूबाट सिक्नुपर्छ वाह लेसन दिएछ लाइफ लेसन दिइरहेछ आज चाहिँ आफूले फलै गर्दैन फ्रीको कसले लिँदैन यो डकुमेन्ट ठिक छ फ्रीको गफ र फ्रीको औषधि कसले नि खाँदैन क्या केटा हो यो चाहिँ याद राख है हुन्छ भोलि आऊ है ल भोलि पनि गायब एकछिन ओए खतरा सिना हाल्यो त जोस अस्तिको आन्दोलन थियो नि हाम्रो भएको थियो नि आन्दोलन त्यहीको देखाएर चाहिँ क्लिपहरू छ त्यही क्लिपहरू छ त्यस एडिट चाहिँ राम्रो गरेछ है भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेएनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीले अत्याधिक बल प्रयोग गरी गोली चलाउँदा मृत्युको संख्या 19 पुगेको छ उपचारका लागि ट्रमा सेन्टरमा पुर्याइएका 8 जनाको एभरेस्ट अस्पतालमा 3 जनाको र सिभिल अस्पतालमा 3 जनाको मृत्यु भएको हो त्यसैगरी केएमसीमा 2 र त्रिवी शिक्षण अस्पतालमा 1 जनाको मृत्यु भएको छ यसैगरी सुनसरीको इटारीमा जान्नेबाट गएस् त्यस्तै हुन्छ अनि त मेरो बाबा कतै जाँदैन तपाईँ टेन्सन नलिनुहोस् नेताजी सुरक्षित हुनुहुन्छ देश जलेको छ यहाँ विदेशी शक्तिको चलखेल पनि भएको छ
तर हामी फेरि उठ्नेछ। गफ दे गरेन गफ वाह वाह ज्यान मार्न पाइँदैन ज्यान मार्न पाइँदैन बाहिर यत्रो चर्काचर्की छ तपाईँ आमदागलाई कति टेन्सन हुन्छ हेर नेताहरू मोज छ मज गर चाहिँ के फोन चलाएर बस्यो हो भाइ झन्डा बोक्ने थिएँ रहेछ है ल पाइँदैन त्यो जुत्ता सस लागेको छ यार के हो नमस्कार सबैजनालाई स्वागत छ। आज हाम्रो कार्यक्रममा हुनुहुन्छ नेपालको वरिष्ठ नेताजी। नमस्ते। के हो यस्तो नेताजी हो खानुभयो के भयो त्यो के गरेँ त्यो के खुस खाना भनेको अनि नेताजी हो आजकल चुनाव त बडो जोड तोडले लागिरहेछ त यसमा कति खर्च भयो खर्चको कुरा गर्दाखेरि चाहिँ 80-90 करोड समय भन्दैछु नेताजी म अब सबैको कुरा गर्दाखेरि त यो देशलाई जति समय मैले दिएको जनताहरूलाई चाहिँ थाहा छ नि। अब पनि 5 वर्ष मैले सबै पाएँ भने चाहिँ यो देशलाई चाहिँ म स्विजरल्यान्ड जस्तो बनाउन सामर्थ्य गफ चाहिँ ठुलै छ है ल राखेर हिँडिरहेछु। अब 5 वर्ष पनि तपाईँ सरकारमा जानुहुन्छ फेरि तर के थाहा सक्नु देश बनाएको पनि हामीले थियो र बनाउँछ पनि हामीले। छोडिदिन्छु। अनि तपाईँलाई त एउटा आरोप छ नि विदेशमा लगानी गरेको वृद्धहरूको मन जितेको जुन यो तपाईँको पार्टीले यो वृद्ध भत्ता जुन सञ्चालन गर्यो नि यसले तपाईँको बुढाबुढीको भोट त आउला तर यो जेनजी गर्छ यार जेनजीको भोट पाउनुहुन्छ ओए हेरे खुट्टिएछ है अब चाहिँ ओए उठाए किन लगाएर तिमीहरू कुन फाउन्डेसनबाट तिमीहरू हामी कुनै फाउन्डेसनबाट होइन हामी आम नेपाली युवा अत्याचारको विरुद्धमा आवाज उठाउन आएको निर्दोष परिवारको न्यायको लागि आवाज उठाउन आएको देशमा चलिरहेको भ्रष्टाचार कुशासन र विद्युतीको विरुद्धमा आवाज उठाउन आएको हाम्रो नेताजीले यस्तो गर्नु भएको छैन तिम्रो बाइक त्यो गोल लाग्ने मध्येमा तपाईँको छोराछोरी परेको भयो के कुरा चाहिँ सही गरे है यस देश चलाउनेहरू राजनीतिको कुरा छ ल यो पनि छोडिदिनुहोस् खानुभयो खानाको कुरा गर्नु भएको शेर्पा बन्धु सेतो शरीर काण्ड विमानस्थल काण्ड अझ कति नेपालभरिको करप्सन अनि सुन्न सक्नुहुन्छ युवाहरूको रगत आखिर यो मिडिया म्यानिपुलेसन गरेर कहिलेसम्म सरकारमा जानुहुन्छ तपाईँ सधैँ यो जनताको भोट किने
सधैँ यो जनताको भोट किनेरै सक्ने तपाईँले यो भोट किनेर कहिलेसम्म तपाईँले कहिलेसम्म मान्छे किन्न सक्नुहुन्छ भन्डाल्नुहुन्छ कहिलेसम्म मान्छे किन्न सक्नुहुन्छ भन्डाल्नुहुन्छ तपाईँले पुरै सुने होइन क्या अझ पनि मान्छे किन्न सक्नुहुन्छ मान्छे किन्न सक्नुहुन्छ अन द स्पोट किनिदियो यार यतिको चाहिँ हुन्छ क्या मर भने यतिको हुन्छ कि अन द स्पोट किनिदिएर ल बिकियो क्या बिकियो यो जुन फुटेज छ नि यो अब डिलिट हुन्छ बडा एक्टिङ यार मजा आयो त कुरा राख्छु नि भाइ अब यतिमा त राम्रै कुरा त आउँछ नि फोटो के नेताजीसँग खिच्छु भोट के बारे अब तपाईँकैमा त नमस्ते पनि गरौँ हस् त दर्शक महानुभावहरू होइन तपाईँले धदमारी जेलसम्म त म बुतेर आइसक्छु धन्यवाद यस्तो चितौरा खानुहुन्न नि बिहान बिहान हेर कपाल पनि यत्रो भइसकेको छ काट्नुपर्ने बाबाको दादा हामी लुकामारी खेलौँ न लुकामारी खेल्ने ल तिमी लुक नि त म भन्छु ल जाऊ 1 2 3 के हो आज त राम्रो राम्रो देखाएको छ त हौ स्ट्रबेरी जस्तो देखाएको छ भित्र खाइदिउँ के भयो नानीलाई अर्को कोठामा नसुताएको नि धेरै भयो जायचं नाही मी शाळेतून 5 6 7 8 9 10 ल आयो है कहाँ गयो छोरी कहाँ गयो सिका उसका इसिका कहाँ गए गाड़ी में लुटती है नि त भित्र छ कि आउँदा साथै उडाइदिएर बदमास ल यही खेल अब नजाऊ नि कतै फेरि फ्युचरलाई कति माया गरिदिन्छ है आफ्नो सन्तान भएपछि माया लाग्दैन त खोइ माया लाग्छ भनौँ कि लाग्दैन भनौँ सबैले तेरो पोइतो झोला बोकेर हिँड्छ नेताको भन्छन् दिनुहोस् न यो सबै अहिले हामी जहाँ छौँ सब नेताजीले गर्दा हो तिमीहरूको मुखमा माड लागेको छ बच्चा पढ्न पाएको छ नेताजीले हामीलाई कम गर्नुभएको छ यो देशलाई कम गर्नुभएको छ हरेक विकासको योजना हाम्रो पार्टीबाट भएको छ यस योजना भएको छ विकास भएन क्या विषयमा अबदेखि मसँग बहस गर्ने होइन आफन्तले त्यही भन्दैछ छर छिमेकमा पनि त्यही कुरा हुँदैछ हुँदा हुँदा मेरो माइती खलकले पनि कराउन लागिसके गलत हो भने गलत हो हजुर किन तिमीहरूकै साथ दिइराख्नु भएको छ तर यो गलत हो भने गलत म तपाईँसँग झुपडीमा भए पनि बस्छु भनेर आएकी म यो धन सम्पत्ति जग्गा जमिन सबै त्यागेर तपाईँसँग बस्न सक्छु तर अरूको बोली खाएर बस्न सक्दिनँ एउटा मुभी त सिन भएर यार मुभीमा हुन्छ नि त्यस्तो सिनहरू त्यस्तो भएर आएको सेम critical
हेलो मन्त्रीज्यूले भन्नुभएको हुन्छ हुन्छ म आइहालेँ हुन्छ 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 यो अर्को पछाडि लागेर काम गर्नु होइन क्या केटा हो यो जानले हाम्रो पार्टी धारेको छ खाऊ खाऊ केटा खाऊ खाएको नि हेरेन यार नमस्ते मन्त्रीजी आइपुग्नु भयो तपाईँ हजुर ए मुकुन्दजीको काम भइसक्यो भनिदिनुहोस् तपाईँ अब यसो खटिनु पऱ्यो मान्छेहरूले नयाँ नयाँ भन्दैछन् तपाईँ यसो खटिनु पऱ्यो अब हुन्छ अब हाम्रो पार्टीले जितेन भने त तपाईँको पनि डामाडोल हुन्छ हाम्रो पनि डामाडोल हुन्छ हुन्छ मन्त्रीजी अरे पार्टीमा चन्दा चढाउने हो कि टेन्डर मात्र लाउने हो तपाईँ सर हजुर फाइन 6,000 डलरको पानी थियो मलाई थाहा थिएन 6,000 डलरको पानी यार अब अरू नेताहरू जस्तो 1.5 करोडको रक्सी खान सकिँदैन स्वास्थ्य दिँदैन अब पानी त ब्रान्डेड खानु आएको मन्त्रीज्यू योपालि सांसदको टिकट चाहिँ एउटा तपाईँले मलाई दिनुभएदेखि चाहिँ राम्रो हुन्थ्यो भनेर हजुरले मन्त्री पद पनि दिन्छु भन्नुभएको थियो अस्ति कुरा गर्दैछु धन्यवाद मन्त्रीज्यू धन्यवाद ए यो चप्पल पुरानो भइसक्यो अर्को नयाँ छ त्यो लिएर छ हुन्छ ठिक छ मन्त्रीज्यू मन्त्रीको पेट ठुलो छ त सुन्नु त त्यो अधिकारी सचिव छ नि उसलाई मसँग भेट्ने भन्नु है अधिकारी सचिव तिम्रो प्रिय हुन्छ साथी हो जेन्जी शहीदहरूको रगतको बलिदान ओइ है अब हेरे अब के हुन्छ है हामीले यसै खेर जान दिनु हुँदैन यो पालिको चुनावमा हामीले परिवर्तनलाई सपोर्ट गरौँ न कि कुनै पार्टीलाई अब फेरि पनि नातावाद र कृपावाद चल्नेवाला छैन यो पालि हाम्रोलाई होइन राम्रोलाई भोट दिएर जिताउँ त्यसैले कसैले सोसियल मिडियामा अवेरनेस फैलाउँ कसैले गाउँ गाउँमा गएर अवेरनेस फैलाउँ अब देश परिवर्तनको लागि हामी आवाज उठाउनेछौँ होइन त साथी हो ओ मुस्कान सबैले नयाँ पार्टी भन्छन् तिमी चाहिँ नयाँ हो कि पुरानै हो मेरो प्यारेन्ट्सले भन्नुभएको तिम्रो बाबा त ब्याटम्यान हो त्यस्तो होइन मेरो बाबा गुडम्यान 10 बजेले पुगेका थिए आयोगले उम्मेदवारहरूलाई मनोनयनमा आउन समय तोकेर दिएकाले अधिकांश स्थानमा शान्तिपूर्ण र सहज रूपमा उम्मेदवारी दर्ता भएको हो जति नै नआयो भने पनि पैसा खर्च गर्न सक्नु पर्यो नि त्यसै भोट आउँछ भन्ठाने होला नभए चिने पेङको 100 झट्का नै यही हो ओहो भाइ के छ सब ठिक छ नि एकदमै ठिक तपाईँको मेरो पनि ठिकै छ पार्टीको सबै टिकट सकिसक्यो क्यारे त्यही धादिङ 15 नम्बरको मात्र बाँकी छ छाटकाले हेर्दा त्यो चाहिँ भाइलाई नि ड्यालन जस्तो छ हजुर त्यो चिज भित्रै भेटौँला है हुन्छ सबैलाई नमस्ते हामी सबै चुनावकै तयारीमा छौँ मिडिया आइटी सेलको मान्छेले पनि राम्रो काम गर्नुभएको छ अनफिल्ड पनि एकदम राम्रो काम भएको छ हजुर सबै ढुक्क हुनुहोस् यो पालिको सरकार पनि हाम्रै हुनेछ अनि अर्को कुरा क्षेत्र नम्बर 15 धादिङको एकचोटि टिकट चाहिँ हाम्रो अधिकारीजीले पाउनुभएको छ
त्यसले त नचल्दा धोका दियो है धोका त्यसको पैसाले लिन्छ अझ त्यो र त्यसकी बुढी अर्काको पार्टीमा र्याली जान्छन् रे दुईजना सँगै ब्याकग्राउन्ड यस्तो हुन्छ धर्म मेरो त्यो 5 कट्ठा जमिनको कसम हजुरले पक्ष त्यसैको अब हजुर बुझ्ने मान्छे हजुरले बुझ्नुहुन्छ होला अब पार्टीको टिकट जस्तो कुरा संवेदनशील कुरा के छ अब सानोमा ठुलो कुरा तपाईँलाई यही सुझाव दिन आएर उहाँले अलि धेरै पढ्नु भएको छ मन्त्रीजीले भन्नुभएको मन्त्रीज्यूले चाहिँ कति नै पढ्नु भएको तपाईँ पनि कति चिन्ता लिनुहुन्छ म ठाउँमा पुगेपछि त तपाईँले हेरिहाल्छु नि ठेक्का फट्टा जति सबै तपाईँलाई त हो नि अब हामी एकछिनमा छोइला हान्जान गर्छ धेरै स्याड नहुनु के पैसा मै तिरौँला हुन्छ चुनाव प्रचारमै भेटौँला है त हस् त मलाई लाग्छ ल हस् त जाने साथीभाइलाई जानै दिनु पर्यो है हेर्नुहोस् बुवा पुरानो सरकार एउटा ग्रिन सिन हेयर नाइस त्यसले जे गरेर धेरै नराम्रो गर्यो कति नेताहरू आयो कति नेताहरू गयो कसैले देश र जनताको बारेमा सोच्छन् सत्तालाई म्युजिकल चेयर जस्तो खेलिरह्यो अहिले नेपाली युवाहरू रोजगारको लागि विदेश हिँड्नु परेको छ यसले गर्दा हरेक नेपालीको मन रोको छ बुवा त्यसैले अब जो पनि भोट माग्न आउँछ उसलाई भावी योजनाको बारेमा सोच्नु होला र सकेसम्म युवा र राम्रो मान्छे जिताउनु होला हस् त बुवा हाम्रो भन्ने यति नै हो भोट चाहिँ राम्रो मान्छेलाई सकेसम्म नयाँ मान्छेलाई हेरेर हाल्नु हस् त साथी काका आफ्नै गाउँ घर आइयो फेरि पनि भोट माग्न अब कसलाई जिताउनु पर्छ हजुरलाई पक्कै पनि थाहा होला ल चट्ट हामीलाई जिताएर अब यो गाउँघरको विकास गर्नु पर्यो के कसो साथी हो ल अब यो अलिअलि जलाए जस्तो छ केटीकेटीहरूले तपाईँले थोरै सहयोग गर्न चाहे है त उपचार खर्च है ल भोटकोलाई हामीलाई ओहो काकी म पनि अब यसो केलाइदिन्छु नि ए ला पैसा पो झरेछ ल राख्नु नि त ठिकै छ भोट चाहिँ हामीलाई है कसलाई भन्दा नमस्ते है नमस्कार साग खेलाउनु है पैसा पो रहेछ है हजुरको पैसा होला तर भोट चाहिँ बुझ्नुभयो नि ल भोट किने गएर वाह बेटा वाह मत गरिदिए भोट पनि कसको किनेको भैँसीले भोट दिन्छ भैँसीलाई चाहिँ छोडेन यार भोट हामीलाई चिन्ता नलिनुहोस् बुवा जबसम्म हामी जिउँदैछौँ तपाईँको अधिकारीलाई अन्तिम साससम्म लड्नेछौँ हामी तपाईँको छोरा जस्तो देश बनाउने टोली ओहो बा नमस्कार फेरि आयो है भोट माग्न देश बनाउनु छ जेनजीहरूले त देश जलाएर सफापै पारे अब एक आतङ्कवादीहरूलाई समातेर जेल हाल्नु के हो तिमीहरू अघि पनि लाज लाग्दैन देश चलाएको भन्दै भोट माग्नलाई त्यही पनि शहीदकै घरमा चलाएको त अनि तिम्रो जेन्जीहरूले आतङ्ककारी हो पहिला गोली चलेको त्यसपछि बल्ल देश चलेको अरूको ज्यान लिने तिमीहरूलाई हक छैन हेर्छ सकि छैन हेर्छ सकि छैन छोड बाबु छोड चला पहिला गनाउँछ एउटा घर नभएर के भयो पुरै गाउँ आफ्नै हो ल हिँड चाउँछ साथी हो जित कसको एक आतङ्ककारी समातिन्छ
ओ खुसी आइज कसको पैसा उडिरहेको त तपाईँ चाहिँ कसको पैसा उठाउनु भएको छ यो गुन्डाहरू यो नेताहरू तपाईँको आफ्नो होस् लाग्छ तपाईँलाई हो मेरो आफ्नै हो के गर्छस् मन्त्री बनाइदिन्छु भन्नुभएको छ मलाई ए उहाँको पाउको चप्पल भगवान हो मेरो सानो कर्मचारीदेखि ठुलो हाकिमसम्म मन्त्रीदेखि पिउनसम्म जताततै भ्रष्टाचार मात्रै छ फर्स्टमा दिएको थियो नि त्यो चप्पललाई किस गरेको बल्ल थाहा भयो क्या रिलेटिभ त्यो चप्पल नेताको ओ माई गॉड व्हाट तपाईँ जस्तो मान्छेले गर्दा मेरो स्वर्ग जस्तो देशको अस्तित्व नै मेटिन आँटिसक्यो द ट्रु लाइन गाइस मेरो बाबा जेल धुरो खानु पर्यो मैले पनि खाइरहेको छु तर अब आउँदो पिँढीले चाहिँ धुरो खानु नपरोस् भनेर मैले आवाज उठाइरहेको छु तपाईँलाई त के छ तपाईँको एउटा परिवार तपाईँले सुखी राखिहाल्नुहुन्छ नि तर ती लाखौँ परिवारको चाहिँ के पछि के नयाँ पार्टीले घुस खायो भने के गर्छस् होला म मान्छु पुरानो पार्टीमा पनि 2-4 जना राम्रो मान्छेहरू थियो होला नयाँ पार्टीमा पनि अवश्य 2-4 जना खराब मान्छेहरू होला तर म पार्टी परिवर्तन गर्न आवाज उठाउन आएको होइन म देशको भविष्य परिवर्तन गर्न आवाज उठाउन आएको ती शहीद परिवारको न्यायको लागि मैले आवाज उठाएँ सही बोले यार त्यसलाई ठिक छ यतिको चिन्नुपर्छ है यदि मैले नयाँलाई दिइहालेँ भने पनि उनीहरूसँग प्रश्न चाहिँ अवश्य गर्नेछु उनीहरूको भावी योजनाको बारेमा जनतालाई जसको विश्वास लाग्छ त्यसलाई दिनेछ तपाईँहरू जस्तो होइन जबरजस्ती पैसा खर्च गरेर चुनाव जित्ने तैँले चाहिँ कहाँदेखि हाम्रो पार्टीले पैसा खर्च गरेको भाइ त्यो 15 कार्टुन बियर रेडी भयो पकड़ा गया बेटा जिप पकड़ा गया थाहा पाइहाल्यो कि ब्याकग्राउन्डबाट साउन्ड आयो नि त गाइस झुट दुख्दैन क्या जसले थाहा पाइहाल्छ जसरी आखिरमा इन टाइम आएले आम्मा यस्तो डाँडामा पनि यस्तो दामी रिसोर्ट है मन्त्रीज्यूको आफ्नै रिसोर्ट हो नि त्यो र रक्सिकम होइन लिउनु मेरो ढाड दुखिरहेको यसो अडेस लाग्छु तर थोरै खायो भने नेताहरूको रमाइलो गरिबको बिजोक त्यो पछाडि लाग्नु भने क्या भाइ जसरी बिजोक हुन्छ आखिरमा आएर त्यहीको बिजोक अहिलेको चप्पल हटाएर चाख्दैछ क्या त्यो खुन भाले चाहिँ आन्दोलन भएको थियो एकजनाको क्या याद आया रियल भनेको सपना पो रहेछ सपना बाबु त्यो टिभी खोल त आज त्यहाँ नेताहरूको त्यो इन्टरभ्यू आइरहेको छ प्रकाश यसो हेर्नु पर्यो के रहेछ ओए आज त मिस्टर आरको प्रकाश आउँदैछ बेलुका 6 बजीतिर हेर्नुपर्छ है पुरो त्यो दाइको त मलाई पनि राम्रो लाग्छ हेर्नुपर्छ ल ल नमस्ते दर्शकबिनहरू स्वागत छ मेरो पोडकास्टमा आज चाहिँ हामी बिच हुनुहुन्छ निकै नै चर्चित नेताहरू नेपालका प्रमुख नेताहरू हुनुहुन्छ वाह भालेन दाइ र विकी विवाह आज उहाँहरूले चाहिँ आफ्नो चुनावी योजना र आफ्नो कार्यशैलीमा चाहिँ उहाँहरूले आफ्नो वकालत गरिदिएको छ जनताको आवाज चाहिँ उहाँहरू समक्ष चाहिँ म प्रस्तुत गर्न जाँदैछु अनि नेताज्यू भनेपछि नेपालीहरूको घर घरमा ग्यास त्यही त अनि कहिलेसम्म आइपुग्छ त त्यो ग्यास चाहिँ
भर्खरै आयो भर्खरै आएर के हो यस्तो छिट्टै नेपालीहरूको घर घरमा आइपुग्छ यो ग्यास तपाईँ जस्तो मान्छेबाट यस्तो जवाब अनि भनेपछि तपाईँको रेल चाहिँ कहिलेसम्म आइपुग्छ काठमाडौँमा बाटोमा कुदेर आउँदै हो र रेल यत्तिकै आउने पाहुना हो र रेल अनि तपाईँ चाहिँ 8 कक्षा के अरे विदेशी दलालको अगाडि चाहिँ पनि भन्दैछ त यार हुँदैछ बाटोमा कुदेर आउँदै हो र यार बाटोमा नि अब कहाँ हुन सक्छ त अब पहिरो गएपछि तपाईँको सरकारले बाटो बनाएको भए पो हाम्रो पार्टीले गरे हो र नेचुरल हुने कुरा होइन यार के हावा कुरा गरे केही छैन अनि यो सोसियल मिडिया ब्यान युवाहरू दिनदिनै विदेश पलायन भइरहेको छ उनीहरूको यो रगत र पसिनामाथि के तपाईँ राजनीति गर्नुहुन्छ सेप्टेम्बर 8मा जुन घटना भयो त्यसपछि पनि तपाईँलाई विश्वास छ तपाईँको पार्टीले चुनाव जित्छ भनेर चिनिहाल्छ नि यो विदेशी दलालहरूलाई हराउनु भयो भने हाम्रो पार्टीले जित्नुपर्ने हुन्छ स्याला विदेशी दलाल खै यो चिङमिङ चिङ कसको एयरपोर्टको कुरा होला एलेक्सीको कुरा गर्छु बा त विदेशीको फोन आएछ चिङमिङ के हो कि त्यो चाइनिज नेपाली जनतालाई भड्काएर विदेशी पैसा खानु पर्छ सर युएसएदेखि कल होइन कसो कल आयो एमसी भन्दैछ सर होइन त्यसले पनि मुख छाड्नु थाल्यो कल आएर विदेशबाट एमसिसी होला अनि तपाईँको प्रतिस्पर्धी बेलुनजी हुनुहुन्छ तपाईँभन्दा निकै नै पढे लेखेको पनि हुनुहुन्छ बेलुनजी रे यसबारे तपाईँ के भन्न चाहनुहुन्छ पढेर भन्दा पढेर सिकिन्छ उहाँ कलाकार भन्न सक्नुहुन्छ होला तर नेता चाहिँ भन्न सक्दिनँ बच्चा जुदाएर देश चलाएर हुन्छ भाइ तपाईँ यस विषयमा के भन्न चाहनुहुन्छ बेलुनजी म बोलेर होइन बेलुन भनेको बालुन दाई भन्नु बालुन दाई भने के बेलुनजी काम गरेर देखाउँछु डोन्ट टेल योर प्लान जस्ट वर्क अन इट इङ्ग्लिसमा बोले विदेशी दलालले अङ्ग्रेजी बोलेर ऱ्याप हारेर देश भन्दैन भाइ आज यो बेलुनमाथि वृद्ध शोषणको आरोप लाग्न सक्छ न त फन्डा यो जेन्जीको ओए पिए भाइ तेरो नेतालाई समाइराख नत्र यो सिकारीको कुद फेरि भाग्न सक्छ वाटर वाह मजा आयो लास्ट सिन ल खाएको पैसा विदेशबाट सब फिर्ता लिएर आउँछु त्यो घुस पस्न दिन्न गट्टुमै छेराउँछु अहिले मलमै बस्दै गर बुढा छिट्टै सडकमा लिएर आउँछु दामी थियो बालुन दाई बेलुन 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 दाई चिन्ता नलिऊ बुढा तिम्रो वृद्ध भत्ता म आफै अब दिनुहोस् जवाब सक्नुहुन्छ जवाब फर्काउन कि उखान टुक्का हानेर टारिदिनुहुन्छ र देख्छु पनि दर्शकबिनहरू अब तपाईँहरू के हातमा छ को देश बचाउने मान्छेले बोलाएर तपाईँले बेइज्जत गर्ने हो र तर मेरो बोले ढङ्ग छैन तपाईँको पार्टी र नयाँ मान्छेले के गर्नुपर्छ के सोच्नुपर्छ यति भन्दै यो कार्यक्रम पत्रकार भएपछि यो कुराहरू पनि आउने बाचा दिमाग राख्नु पर्दैन तपाईँले कस्तो खालको म्याच थियो केटा बहिनीको जल्दो बल्दो इन्फ्लुएन्सर बनाउँदो एक चुनावको बेला केही गऱ्यो भने प्रब्लम हुँदैन होला हामी सुरु फाल्टु म्याच छैन तिनीहरूलाई पठायो काठमाडौँ आउनुपर्ने र पत्रकारलाई ठेगान आउँछ ओइ कन्ट्र्याक्ट क्लियर म पनि अब पार्टीकै कामले गर्दै घरतिर चुनावको बेलामा अगाडि कमिटी नगर होला भन्नु तिमीलाई पार्टीले के गरेको थियो सब बिर्स्यो फेरि तिमी के चिन्ता लिएको तिमीलाई केही भइहाल्यो भने त मन्त्री चाहिँ हुनुहुन्छ नि मन्त्री चाहिँ हुनुहुन्छ भनेर यसमा यति भइसक्यो पैसा जाम ल हल्का हतार छ
ओए के हो के को हतार हो सोटीलाई त्यो फोन तल राख तैँले हाम्रो ओए खतरा है सिन चाहिँ खतरा छ है सिन चाहिँ अब हेर मजा आउँछ अब जाने पार्टी र मन्त्रीको विरुद्धमा जे बोलेको छ सबै झुटो हो भन्दै अनि मन्त्रीज्यूलाई सरी भनेर एउटा भिडियो बनाएर पठा हुन्छ हुन्छ नत्र के हुन्छ फेरि आफै विचार गर्नु म सबै डिलिट गरिदिन्छु म तपाईँले जे भने त्यही मान्छु उदामा लगेला चलाक छ है चलाक लोकेसन सेयर है गाडी रोक के रे गाडी रोक भने के गाडी रोक मिडिया ढ्याप्पा पकाड्यो खुसी कति राम्रो छ यो खुसी यो खुसी त नगर रे पुसी खेलाइरहेको छु नेताज्यू हिजोको घटनाको मान्छे तपाईँको कार्यकर्ता रे के यो सब तपाईँले गर्नुभएको हो के अरूले जे गरे त्यो पत्याउने उहाँको त्यो अडुवारे साईको जस्तो छ कमेडी सो हेर्छ क्या कमेडी सो यो सबै नाटक अपोजिट पार्टीले गरेको उहाँलाई सक्दोभन्दा सक्दो पढाएर सजाय दिनुपर्छ 4-5वटा भ्रष्टाचारको केस त हामीसँगै छ दिन्छौँ छापोस् हेर अब जति भए पनि चौकी बस्ने 1 महिना मात्र हो त्यस पछाडि केस पनि सेलाइहाल्छ अनि हाम्रो पार्टीले तिमीलाई निकालिहाल्छ अब पार्टीको सवाल छ फेरि तिम्रो परिवार पनि छ बुझ्यो नि मैले के भने तिमीले हाम्रो पार्टीलाई धेरै सहयोग गरेको छ तिमी हाम्रो विरुद्ध जाँदैनौ थाहा छ मलाई जान्छु म माइत छोरीलाई लिएर सक्दिनँ म अबसँग यसरी बस्न नाइ म बाबासँग बस्छु जाने पर्ने हो र बाटो पनि खाल्डाङ खुल्डुङ छ अब धुलै धुलो छ बरु म कुरा गरेर मन्त्रीज्यूले पनि थाहा होस् न आम जनता बाहिर कसरी बाँचिरहेछन् भनेर मिना छोरी जाऊ एक्सपिरियन्स नमस्कार यस पार्टीमा आबद्ध भएको विगत 15 वर्ष भयो पार्टीले मलाई धेरै गरेको छ म यस पार्टीको एउटा आम सदस्य या फिर झोले विदेशमा रगत पसिना बगाएर कमाएको पैसाले चलेको मेरो देश मैले आफैले बेचेर खान खोजेँ मबाट गल्ती भयो मलाई कडाभन्दा कडा कारबाही होस् तर यो सबै गर्ने भनौँ या फिर गराउने पार्टी नीति हरेक कालो धन र भ्रष्टाचारको एक चिट्ठा मलाई थाहा छ कतै बोल्नुपर्छ भने म बोल्न तयार छु मसँग सबुत छ र म आफैमा एउटा सबुत हो धन्यवाद मलाई लाग्छ फ्यामिली किडन्याप हान्छ फ्यामिली किडन्याप
कस्तो गुजम्स आएको है मुस्कान छोरी आगा बोला न छोरी छोरी साला हत्यारा आफ्नो बुढी र बच्चालाई पनि छोड्ने छैन बच्चालाई लौरो के हो यो तै सिकाउनु पर्छ मलाई म ढ्याक्छु तँलाई हिँड्छौ के चोरले कहिले आफूले चोरी गरे भन्छ लास्टमा आएर फसाइदियो गाइस भनेको होइन त उहाँ साइको गरेर मार्नु भएन आफ्नै परिवार चुनावलाई फोकस गरौँ गाइस अहिले सपना देखेको त रियल रहेछ यार नमस्ते झोलीज्यू के छ हालखबर मलाई चिन्नु भएन तपाईँ जस्तो मान्छेले गर्दा आज मेरो यो हालत भएको छ के तपाईँलाई अझै पश्चाताप भएको छैन रगत त पानीले पखाल्ला तर त्यो रगतको दाग कसरी पखाल्नुहुन्छ के दाग के भनेको को मलाई अझै चिन्नु भएन म त्यही त्यसको रगत तपाईँको हातमा छ हाम्रो गन्तव्य फरक थियो तर हेर्नुहोस् न आज हामी स्केड सिन छ अलिअलि यार गाइस लास्टमा आयो लास्टमा मजा आइरहेको छ अलिअलि एउटै पोइन्टमा आइसक्यौँ थ्याङ्क यू गाइज फर वाचिङ तर भिडियो लास्ट इन्ट्रेस्टिङ थियो अलि मजा आउने आएको थियो है गुज बम्स धेरै थियो त्यो स्टोरी चाहिँ बेस्ड अन रियालिटी थियो क्या रियालिटिजमा भएको थियो नि त रियालिटीमा सेम त्यो बेस्ट थियो तर भिडियो वाज भेरी गुड 101 भाइन्स किप इट अप होइन अब थ्याङ्क्स फर वाचिङ सी यु लेटर अब अर्को भिडियोमा भेटौँ है त